उपत्यका बाहिर गएकाहरू फर्कने क्रम सुरु भएपछि सुनसान प्राय रहेको उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। पूर्ण रूपमा बन्द अवस्थामा रहेका व्यापारिक प्रतिष्ठानहरू पनि फाटाफुट रूपमा खुल्न थालेका छन् भने सार्वजनिक भाडाका सवारी पनि बढेका छन्। दशैं मनाउन अधिकांश सर्वसाधारण उपत्यकाबाट बाहिरिएपछि काठमाडौँ सुनसान बनेको थियो। पूर्ण रूपमा बन्द रहेको व्यापारिक केन्द्र न्यू रोडमा सर्वसाधारणको चहल पहल बढ्दै गएपछि आंशिक रूपमा पसलहरू खुलेका छन्। दर्शकवृन्द, हामीहरू यति बेला काठमाडौँको व्यापारिक केन्द्र न्यू रोडमा छौं र देख्न सक्नुहुन्छ दशैंको टीका लगाउने कामको मध्य अवस्थामा आइपुग्दाखेरि चहल पहल केही मात्रामा बढिरहेको छ र व्यापारिक केन्द्रहरू पनि फाटाफुटा रूपमा खुल्ला भएका छन् भनेदेखि सवारी साधनहरूको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ। सधैं जसो भिडभाड रहने न्यू रोड क्षेत्र दशैंको समयमा पूर्ण रूपमा सुनसान भएको थियो। बिस्तारै सडकमा भिड बढ्न थालेपछि व्यापारिक प्रतिष्ठानहरू खुलेका छन्। तर दशैंको समयमा सुनसान र एकान्त अनुभव गरेको उपत्यकावासीलाई सधैँभरि यस्तै भइदियो हुन्थ्यो भन्ने लागिरहेको छ। टीकाको दिनसम्म सुनसान प्राय बनेको न्यू रोड क्षेत्रमा अहिले चहल पहलको वृद्धिसँगै सवारी साधनको पार्किङ पनि बढ्दै गइरहेको छ। यसै क्रममा यहाँ एकजना मोटरसाइकल पार्किङ गर्नुभएका व्यक्ति हुनुहुन्छ। उहाँहरूलाई न्यू रोडलाई अलिकति सुनसान रूपमा देख्दाखेरि कस्तो महसुस गर्नुभएको छ, यस विषयमा हामी कुरा गर्दैछौँ। तपाईलाई कस्तो महसुस भइरहेछ? यो न्यू रोड क्षेत्र सुनसान देख्दाखेरि विगतको समयमा भन्दा अहिले कस्तो महसुस भइरहेछ? अब काठमाडौँ त्यत्तिकै पनि पहिला क्राउडेड हुन्छ होइन, अहिले हेर्दा अचम्म देखिन्छ कि मान्छेको भिडहरू छैन, पार्किङ पनि सजिलैसँग पाइन्छ। अहिले पहिला बाटोमै बाइकहरू छोड्नुपर्छ, तर यही हुनु काठमाडौँको स्थिति चाहिँ यस्तै भयो भने झन् राम्रो हुन्छ यो, किनकि पहिलाको भन्दा यो क्राउडहरू बेसी, मान्छेहरू छिर्न हुँदैन, एउटा मान्छे नि क्रलिङ गरेर हिँड्नुपर्ने अवस्था भन्दा यो अवस्था ठिकै छ। तर अब अरूलाई बिजनेसहरू सेक्टरहरूमा त गाह्रो हुन्छ, तर राम्रै छ अहिलेको यो स्थिति जान्छ, किनकि क्राउड छैन, ट्राफिक छैन, एउटा सजिलोपन चाहिँ छ। दशैंको समयमा काठमाडौँको पुतली सडक लगायतका मुख्य क्षेत्रहरूमा हुने गरेको ट्राफिक जाम शून्य अवस्थामा आएको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीको अनुभव यस्तो छ। सधैँ जसो ट्राफिक जामको समस्याबाट पीडित हुने यो पुतली सडक क्षेत्र दशैंको चहल पहलसँगै केही सुनसान भएको थियो। तर टीका लगाउने क्रम सकिएर अब दशैंको अन्त्यतिर आइपुग्ने बेलामा फेरि सवारी साधनको चाप केही मात्रामा बढ्दै गएको छ। यो समयमा ट्राफिक प्रहरीले पनि केही मात्रामा सवारी साधन कमी भएको महसुस गरेका छन्। यहाँ हामीसँग कुरा गर्नको लागि एकजना ट्राफिक प्रहरी हुनुहुन्छ। कस्तो अहिले यो दशैंको समयमा कस्तो सवारी साधनहरूको चाप कस्तो के भएको कति छ? अहिले दशैंको समयमा के अरे ट्राफिकको यो चाप अलिक गाडीको चाप एकदम कम छ है। त्यसमा नि अब कस्तो छ भने अब अलि कम भएको बेला धेरै दुर्घटनाले अब ओभर स्पिड गाडी चलाउने, त्यसको लागि हामी अब धेरै नियन्त्रण गरिरहेछौँ, धेरै अलि कन्सर्न भइरहेछ। तर खाली अलि त दशैंको बेला अब गाडी एकदम खाली नै छ। हामीलाई नि अलिक कस्तो अलि भिड भएको बेला अलिक ड्युटी गर्न र अलि उ गर्न चुस्ती फुर्जाउँछ, अलि काम गर्न नै मन छ, अलि जाइलो हुन्छ, राम्रो लाग्छ। खाली भएपछि आफैलाई नै अलिअलि सजिलो जस्तो फिल हुन्छ। बानेश्वर, भद्रकाली, बागबजार, रत्न पार्क, थापाथली, सुन्धारा लगायतका क्षेत्रमा पनि सर्वसाधारणको चहल पहल बढ्दै गएको छ भने सवारी साधनको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। दशैं मनाउनका लागि काठमाडौँबाट बाहिरिनेहरू पुनः काठमाडौँ फर्किन थालेपछि काठमाडौँको अवस्था सामान्य बन्दै गएको छ भने यहाँको चहल पहल पनि बढ्दै गइरहेको छ। एभी न्यूज टेलिभिजनका लागि रविन्द्र श्रेष्ठ र परमेश्वर अधिकारी, काठमाडौँ।